अगाडि बढाउन चाहन्छु। भिडियो होइन त्यसै गरी हाम्रो शिवबहादुर आले साललाई पनि म अगाडि बढाउन चाहन्छु। जोरदार ताली कम हुन भएन है। त्यसै गरी प्रवीण तामाङ साललाई पनि म अगाडि बढाउन चाहन्छु। त्यसै गरी अनिल अवाल सानलाई पनि म आफ्नो प्रमाणपत्र दिनको लागि अगाडि बढाउन चाहे। पनि म आफ्नो सर्टिफिकेट लिइदिनको लागि दिवाकर सेन्पाईलाई पनि मैले अगाडि आएर आफ्नो सर्टिफिकेट लिइदिनको लागि म अनुरोध गर्न चाहन्छु। त्यसै गरी अभिमान सानलाई पनि म अगाडि आएर आफ्नो सर्टिफिकेट लिइदिनको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो विशेष भट्ट सानलाई पनि म आफ्नो सर्टिफिकेट लिइदिनको लागि अगाडि बढाउन चाहन्छु। सर्टिफिकेट लिइदिनको लागि अगाडि बढाउन चाहन्छु। ताली कम हुन भएन है, ताली बजिराख्नु। त्यसै गरी हाम्रो विशाल चापागाई सानलाई पनि म आफ्नो सर्टिफिकेट लिइदिनको लागि अगाडि बढाउन चाहन्छु। ताली कम भयो, ताली कम। त्यसको लागि चाहिँ सर्टिफिकेट वितरणको लागि त्यसै गरी जीवन परिवार सानलाई पनि म आफ्नो सर्टिफिकेट लिइदिनको लागि अगाडि बढाउन चाहन्छु। त्यसै गरी रमेश केसी सानलाई पनि म अगाडि बढाउन चाहन्छु सर्टिफिकेट लिइदिनको लागि। त्यस पछाडि चाहिँ लिइदिनको लागि अगाडि बढाउन चाहन्छु। त्यसै गरी जीवन तामाङ सानलाई पनि म अगाडि बढाउन चाहन्छु। त्यसै गरी सुखबहादुर आले मगर सानलाई पनि सर्टिफिकेट लिइदिनको लागि म अगाडि बढाउन चाहन्छु। त्यसै गरी प्रवीण तामाङ सानलाई पनि म आफ्नो सर्टिफिकेट लिइदिनको लागि अगाडि बढाउन चाहन्छु। त्यस पछाडि चाहिँ अनिल अवाल सानलाई पनि म आफ्नो सर्टिफिकेट लिइदिनको लागि अगाडि बढाउन चाहन्छु। त्यसै गरी दिवाकर अस्तारी सानलाई पनि सर्टिफिकेट लिइदिनको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी अभिमान श्रेष्ठ सानलाई पनि आफ्नो सर्टिफिकेट लिइदिनको लागि म अगाडि आउन अनुरोध गर्न चाहन्छु। त्यस पछाडि गणेश सार्की सानलाई पनि म आफ्नो सर्टिफिकेट लिइदिनको लागि अगाडि बढाउन चाहन्छु। अब हाम्रो यो वेलकम नेपाल जापान वेलकम फेलोसिप प्रोग्राम चाहिँ पत्रहरू चाहिँ प्रिन्ट भइ नसकेको कारणले गर्दाखेरि एकछिन ब्रेक गरेर चाहिँ हामीले अघिल्लो सेगमेन्टलाई चाहिँ अगाडि बढाउन गइरहेका छौँ। यो बिचमा चाहिँ हाम्रो अन्यसन कोनिचिवा मोटकाई ठिक छ र
はい、こんばんは。はい、今日よろしくお願いします。अब आज कति 18 जना जतिले जुन यो कम्प्लिसन सर्टिफिकेट र जापानको वेलकम सर्टिफिकेट पाउनुभएको छ। अघि यहाँ दुईजनाले मिस्टेक गर्नुभएको छ है, ग्रेजुएसन होइन है, कम्प्लिसन है। सर्टिफिकेट एकचोटि हेर्नु भयो भने के त्यहाँ ग्रेजुएसन भन्नु लेखेको छैन है, कम्प्लिसन। नेपाल फेज 1 सामुराई बुट क्याम्पको फेज 1 को कम्प्लिसन मात्र भएको छ, यो ग्रेजुएसन होइन यो। त्यही भएको हुनाले अब नेक्स्ट च्याप्टर, फर्स्ट च्याप्टर सिद्धि, अब सेकेन्ड च्याप्टर बल्ल खुल्दैछ। सेकेन्ड च्याप्टर के छ, अघि मैले दिएको वेलकम जापान क्याम्पसको है। जापान तपाईँहरूको नेक्स्ट स्टेप, नेक्स्ट च्याप्टर चाहिँ जापान क्याम्पसको चाहिँ अब ढोका खुलेको छ। त्यसको लागि तपाईँहरूलाई धेरै धेरै बधाई। र अर्को अब यहाँ जो हुनुहुन्छ कोहाईहरू सेकेन्ड ब्याचको, उहाँहरूले पनि देख्नुभयो होला, उहाँहरूले पनि आफ्नो यो सेम्पाईबाट अहिलेसम्म के कस्तो गरेर यहाँसम्म आउनुभएको छ भन्ने कुरा तपाईँहरूले सुन्नुभयो होला। उहाँहरूको कुराहरू पनि हो, त्यही कुरा नै भर्खर तपाईँहरूको 1-2 महिना भएको छ। त्यो मोटिभेसन चाहिँ तपाईँहरू अब उहाँहरूलाई हेरेर तपाईँहरूले त्यो मोटिभेसन ल्याउनुपर्छ है। त्यही भएको हुनाले चाहिँ अब तपाईँहरूले अझै पनि, मैले आजकलको लेटेस्ट एक्जाम त तपाईँहरूले हेरेको छैन सेकेन्ड ब्याचको, तर पनि तपाईँहरूले चाहिँ अब त्यही अनुसार आफैले आफैलाई अझै स्ट्रङ है, अझै कति त्यो चम्काउँदै जानुपर्छ त्यो चाहिँ है। अनि अब फर्स्ट ब्याचको जो हुनुहुन्छ, मैले अस्ति कतिजना 4 जनासँग कुरा त गरेँ। तपाईँहरूको चाहिँ के भन्दाखेरि अघि पनि मैले भने, यो तपाईँको फर्स्ट क्याम्पस अथवा फर्स्ट फेजको कम्पिटिसन भयो। यसले अझै केही पनि गर्दैन, बल्ल तपाईँहरू अहिलेसम्म ढोकामा ढकढकाउँदै हुनुहुन्थ्यो भने बल्ल ढोका खुल्यो है। केही पनि भएको छैन, तपाईँ अझै भित्र छिर्नु भएको छैन, कोठाहरूमा पुग्नु भएको छैन, दोस्रो तलामा पुग्नु भएको छैन, तेस्रो तलामा पुग्नु भएको छैन। बल्ल तपाईँहरूले यो 8 महिना 9 महिना ढोका ढक 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 गर्दा गर्दै बल्ल मान्छेले ढोका खोलिदियो। अब यसपछि के गर्ने तपाईँहरूको हातमा छ है। फेरि पनि अगाडि के थियो, 8 महिनामा ढोका ढकढक गर्न बन्द गर्ने कि अझै ढकढकाउने भन्ने थियो। ढकढकाउनु भयो, आज यहाँ जो हुनुहुन्छ सबैजनाले ढकढकाउनु भयो, ढोका खुल्यो। अब यसपछि के गर्ने त, भित्र छिर्ने कि नछिर्ने? छिर्ने नि है। अझै पनि अब आफैलाई माथि लाने कि नलाने त, दोस्रो तला तेस्रो तला लाने कि नलाने त हो। त्यसको लागि चाहिँ अझै पनि अब बल्ल सुरु भयो, अबबाट अझै मेहनत गर्नु पर्यो। अनि मेहनत गर्नको लागि है धेरै गाह्रो त भएको थियो, अब उता अझै गाह्रो हुन्छ। के गाह्रो हुन्छ, यहाँ त सबैले भाषा बुझ्छ नि होइन, उता गएपछि त भाषा पनि बुझ्दैन। आफूलाई दुःख परिरहेको छ, उता गयो कसैले भाषै बुझ्दैन। अब साथीहरूलाई मात्र भन्न मिल्छ, आफ्नो काम गर्ने मान्छेलाई के अरे त्यो के भन्छ सेम्पाईहरू म्यानेजरहरूलाई भन्न मिलेन हो। त्यही भएर एकदमै गाह्रो हुन्छ। त्यसको प्रिपेरेसन अब फर्स्ट ब्याचहरूले अहिलेदेखि गर्नु पऱ्यो है। एन्ट्री अझै पनि पढ्न त परेको छ। अब भोलि 4 जना जाँदैछ, भोलि गएको मान्छेबाट पनि अब त्यो पछि जाने मान्छेहरूले कुरा सुन्दै गर्नुभयो भने अब इन्ट्रेस्टिङ लाग्छ कि सुरुमै ओहो हामीले पढेको त टोटली डिफ्रेन्ट भाषा बोल्दो रहेछ यहाँ त भन्छ कि के हुन्छ हो। त्यो कुरा चाहिँ अब तपाईँहरूले दिमागमा राखेर अनि अगाडि बढ्नु पऱ्यो। अब सेकेन्ड फेज 3 वर्ष 4 वर्षको अब जुन सेकेन्ड फेज हुन्छ त्यसमा कस्तो गर्नुहुन्छ, त्यसले तपाईँको अरू वर्षहरू, यो 8 महिनाले तपाईँको 3-4 वर्ष डिसाइड गर्यो। त्यो 3-4 वर्षमा जस्तो गर्नुहुन्छ त्यसले तपाईँको अबको 10 वर्ष डिसाइड गर्छ। त्यही भएको हुनाले अझै पनि सिद्धिएको छैन, 3-4 वर्ष तपाईँहरूले अझै पनि मेहनत गर्नु है। टोटलमा 5 वर्ष यहाँको 1 वर्ष, उताको 3-4 वर्ष मेहनत गर्नु, आफैलाई थिकार्नु, आफैलाई नेक्स्ट लेभलमा लिएर जानु, N1 पास गर्नु, SSW 2 पास गर्नु। र आफूले त्यो मैले हिजो भनेको थिएँ 4 जनालाई, अहिले जुन एउटा बााउन्ड्रीभित्र बसिरहेको छ अथवा अहिले गएको कुरा चाहिँ जुन बााउन्ड्रीभित्र बसेको हुन्छ त्यसले गर्न मिल्ने गर्न नमिल्ने कुराहरू धेरै हुन्छ। त्यो कुरा चाहिँ त्यो बााउन्ड्रीबाट बाहिर जानको लागि चाहिँ N1 N2 N1 पास गर्नु पऱ्यो, SSW 2 पास गर्नु पऱ्यो, आफू जुन फिल्डमा जाने हो त्यो फिल्डको सर्टिफिकेसन लिनु पऱ्यो हो। त्यो गरिसकेपछि बल्ल एउटा बााउन्ड्रीबाट निस्किन्छ। त्यसपछि अझै अलिकति फ्री भइन्छ अनि बोल्न पनि सकिन्छ, मान्छेसँग कम्युनिकेट गर्न सकिन्छ, आफूले मनमा भएको कुराहरू भन्न सकिन्छ, आफ्नो तल जाग्ने जुनियरहरू आउँछन् उनीहरूलाई काम गराउन सकिन्छ। सबै कुराहरू चाहिँ तपाईँहरूको त्यहाँबाट बल्ल खुल्छ है। त्यही भएको हुनाले अब आज यहाँ कम्प्लिसन गरेर सेकेन्ड फेजमा जानुहुन्छ। सेकेन्ड फेजको लागि चाहिँ अब हामी उता
सपोर्ट दिन तयार छौँ। जे कुरा हुन्छ जे अब ल्याङ्ग्वेजमा हुन्छ कि अथवा आफूलाई के मनमा लागेको चिन्ता हुन्छ कि केही अब के गरौँ यसपछि भन्ने त्यो थाहा नभएको कुरा हुन्छ कि त्यसको लागि उताको सपोर्ट टिम चाहिँ रेडी छ। चिन्ता नमानिकन काम गर्नु। हामी कम्पनीसँग पनि कन्ट्याक्टमा हुन्छौँ, तपाईँहरूसँग पनि कन्ट्याक्टमा हुन्छौँ। त्यो दुइटैको कुरा चाहिँ हामीले बुझिरहेको हुन्छौँ। चिन्ता नमानिकन लगनशीलताका साथ आफ्नो काम गर्दै जानु। त्यसले अब तपाईँको भविष्य ढोका खोलिसकेको छ। अबको भविष्य अझै पनि कहाँ जाने भन्ने कुराहरू तपाईँको डिसाइड हुन्छ। त्यही भएको हुनाले चाहिँ केही पनि नसोचिकन अझै मेहनत गर्दै जानु। अनि भोलि जो 4 जना जाँदै हुन्छ हो उहाँलाई चाहिँ अब जो अझै पछि जाने मान्छे हुन्छ कन्ट्याक्टमा रहेर के कस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ अहिलेदेखि बुझिराख्नु। आफ्नो त्यो प्रिपेरेसन के मनको प्रिपेरेसन है। ठिक छ नि सबैलाई? ट्याक्क सर्टिफिकेट पनि अब आयो जस्तो छ। मेरो कुरा चाहिँ अब यति नै गर्छु। अनि अब सेकेन्ड ब्याचको लागि म टाइममा होइन गइराखेकै हुन्छु। त्यतिखेर फेरि कुरा गर्छु। फर्स्ट ब्याचको लागि पनि अब हिजो के अरे भोलि जान्छ 4 जनासँग कुरा गरेँ। फेरि जो जानुहुन्छ त्यसको अगाडि फेरि म कुरा गर्छु राम्रोसँग है त। हस् त ल, धन्यवाद। लाई चाहिँ म आफ्नो सर्टिफिकेट दिइदिनको लागि अगाडि बढाउन चाहन्छु। त्यसै गरी सागर श्रेष्ठ सानलाई पनि म आफ्नो सर्टिफिकेट दिइदिनको लागि अगाडि आउन अनुरोध गर्न चाहन्छु। त्यसै गरी मौसम कुमार पिका सानलाई पनि सर्टिफिकेट लिइदिनको लागि म अगाडि आउन अनुरोध गर्न चाहन्छु। त्यसै गरी लोकेन्द्र धामी सानलाई पनि सर्टिफिकेट दिइदिनको लागि म अगाडि बढाउन अनुरोध गर्न चाहन्छु। त्यसै गरी विशाल चापागाई सानलाई पनि म आफ्नो सर्टिफिकेट त्यसै गरी हाम्रो भोलि जापान जान लाग्नुभएका सेन्पाहरूमध्येमा बिपी सानलाई चाहिँ यहाँ बस्दाको 8-9 महिनाको अनुभव एउटा उद्देश्य लिएर यस्तो गर्छु भनेर चाहिँ यहाँ आएर अब त्यो उद्देश्यको अन्तिम घडीमा पुग्दा अलिकति उत्साह चाहिँ लागिरहेको छ। जापान गएर के हुन्छ कसो हुन्छ त्यसको लागि डर चाहिँ पटक्कै लागेको छैन। किनकि हामीहरू सामुराई हो, डराउनु मिल्दैन। हामीहरूको सुरुवातको दिनदेखि नै अहिलेसम्मको जर्नीहरूलाई हेर्दा अलिकति गाह्रो भएको थियो, नभएको होइन। बिचमा सुरुमा हामीहरूको दैनिकी हामीहरूले कसरी कुन लाइफ बाँचिराखेका थियौँ र यहाँ आएर कुन लाइफ बाँच्न सुरु गऱ्यौँ त्यो एकदमै छुट्टै थियो। र चेन्जेस हुनको लागि जुन के भन्छ नि पुतली बन्नको लागि झुसिल किराले पनि आफ्नो शरीर चेन्ज गर्दा दुखाइ हुन्छ नै होला। हामीलाई पनि भएको थियो, सबैलाई हुन्छ नै होला। तर पछि पुतली बनिसकेपछिको चाहिँ जो सुन्दरता छ त्यो सुन्दरता हेरेर त्यतिखेर भइरहेको दुःख कष्टलाई चाहिँ मोटिभेसनको रूपमा लिने र धेरै कुराहरू गर्दैन म धेरै लामो हुन्छ बोलिराख्ने मान्छे सबैलाई धेरै लामो नबोल्नु नै ठिक छ। राम्रो भएको छ, सबै राम्रो गर्दै जानु होला। अबको आउने भाइ बहिनीहरू सबैले चाहिँ सफल भएको देख्न पाऊँ र तपाईँहरूको तर्फबाट हुन सक्ने सबै सहयोगहरू तपाईँहरूलाई जतिखेर पनि चाहिन्छ हामीहरूलाई भन्नुहोला। हामीहरूले चाहिँ आफ्नो तर्फबाट हुने सहयोग गर्नेछौँ। अहिले ठ्याक्कै के शब्दहरू भन्ने